यदि तपाईको साउन्ड नै नराम्रो छ भने धेरै जस्तो समस्या चाहिँ माइक्रोफोनबाट नै सुरु हुन्छ। एउटा माइक्रोफोन चाहिँ यस्तो डिभाइस हो जसले चाहिँ साउन्डलाई इलेक्ट्रिकल सिग्नलमा कन्भर्ट गरिदिन्छ। यो चाहिँ टेक्निकल डेफिनेसन भयो, तर सिम्पली कुरा गर्दा माइक्रोफोनले चाहिँ एउटा साउन्डलाई क्याप्चर गर्छ। तपाईले बोल्दा अथवा गाउँदा माइक्रोफोनले त्यो भाइब्रेसनलाई क्याप्चर गरेर तपाईको सिस्टममा पठाइदिन्छ। त्यसैले यो याद गर्नुस्, माइक्रोफोनदेखि नै सबै साउन्ड सुरु हुन्छ। त्यहाँ धेरै प्रकारको माइक्रोफोनहरू हुन्छ, तर आज हामी दुईटा प्रकारको माइक्रोफोनको बारेमा मात्र कुरा गर्दैछौँ। एउटा डाइनामिक र अर्को कन्डेन्सर। डाइनामिक माइक्रोफोन चाहिँ एउटा लाइभ साउन्डमा एकदम कमनली युज हुने माइक्रोफोन हो, किनभने डाइनामिक माइक्रोफोनहरू चाहिँ बलियो र टिक्ने हुन्छ। डाइनामिक माइक्रोफोनले लाउड साउन्डहरू पनि ह्यान्डल गर्न सक्छ र डाइनामिक माइक्रोफोनलाई कुनै एक्सटर्नल पावर चाहिँ चाहिँदैन। डाइनामिक माइक्रोफोन इज पर्फेक्ट फ्रम सिङ्गिङ, ड्रम्स or loud environments. Usually most stage mic that you see are dynamic. So दोस्रो हो कन्डेन्सर माइक्रोफोन। कन्डेन्सर माइक्रोफोन चाहिँ अलि धेरै नै सेन्सिटिभ हुन्छ, तर कन्डेन्सर माइक्रोफोनले चाहिँ क्ल्यारिटी र डिटेल भने क्याप्चर गर्छ। कन्डेन्सर माइक्रोफोनलाई चाहिँ एक्सटर्नल पावर चाहिन्छ, त्यसलाई फ्यान्टम पावर पनि भनिन्छ, अथवा मिक्सरमा हेर्छौ भने +48V भनेर पनि लेखेको हुन्छ। कन्डेन्सर माइक्रोफोन चाहिँ युजुअली स्टुडियो रेकर्डिङ्सहरू, भोकल्सहरूको लागि अथवा अकुस्टिक इन्स्ट्रुमेन्टहरूको लागि युज हुन्छ। कन्डेन्सर माइक्रोफोन चाहिँ डेलिकेट हुन्छ र ब्याकग्राउन्ड नोइजेसहरू पनि सजिलै टिप्छ। सो बेसिकली डाइनामिक भनेको स्ट्रङ र कन्डेन्सर भनेको डिटेल्ड भनेर बुझ्नु पर्यो। कन्डेन्सर माइक्रोफोन लाइभ सिनारियोमा युजै नहुने भन्ने चाहिँ होइन। सो तेस्रो कुरा हामी गर्दैछौँ पोलार प्याटर्नको। यो चाहिँ बिगिनरहरूले युजुअली इग्नोर गर्ने कुरा हो, तर यो एकदमै इम्पोर्टेन्ट भने छ है। पोलार प्याटर्न भनेको बेसिकली माइक्रोफोनले कुन डिरेक्सनबाट साउन्ड क्याप्चर गर्छ भन्ने कुरा मात्रै हो। एकदमै कमन पोलार प्याटर्न चाहिँ कार्डियोइड हो। कार्डियोइडले माइक्रोफोनको अगाडिबाट साउन्ड क्याप्चर गर्छ र पछाडि चाहिँ साउन्डलाई रिजेक्ट गर्छ। सो यदि तपाईँले साइडबाट अथवा पछाडिबाट बोल्नु भने तपाईँको साउन्ड विक हुन्छ अथवा सुनिँदैन। अरू थुप्रै प्रकारका पोलर प्याटर्नहरू पनि हुन्छन्। ओम्नी डिरेक्सनल हुन्छ, बाइ डिरेक्सनल हुन्छ, अनि हामीले युजुअली लाइभ साउन्डमा चाहिँ कार्डियोइड र ओम्नी डिरेक्सनलहरू नै युज गरिरहेको हुन्छ। तपाईँको माइक्रोफोन राम्रो भए तापनि तपाईँको माइक्रोफोनको टेक्निकले तपाईँको साउन्डलाई बिगार्न सक्छ। माइक्रोफोन टेक्निकको सिम्पल रुलहरू हामीले हेर्ने हो भने, पहिलो प्रपर डिस्टेन्स मेन्टेन गर्नु, माइक्रोफोनको एकदमै नजिक पनि नराख्नु र एकदमै टाढा पनि नलग्नु। दोस्रो सीधा माइक्रोफोनको अगाडि बोल्नु, साइडहरूबाट नबोल्नु। तेस्रो भल्युम चाहिँ कन्ट्रोल गर्नु, नचाहिने तरिकाले साउटहरू नगर्नु। चौथो माइक्रोफोनको ग्रिलमा चाहिँ समातेर बोल्ने नगर्नुहोस्, माइक्रोफोनको ह्यान्डलमा समातेर बोल्ने गर्नुहोस्। तपाईँको सानो मिस्टेक्सहरूले ठुलो समस्याहरू क्रिएट गरिरहेको हुन्छ युजुअली। यदि तपाईँले माइक्रोफोन राम्रोसँग बुझ्नुभयो भने तपाईँको सोर्सदेखि नै हुने प्रब्लमलाई तपाईँले म्याक्सिमम सल्भ गरिसक्नुभयो। अर्को भिडियोमा म मिक्सरको बारेमा कुरा गर्नेछु। स्टे कनेक्टेड इफ यु वान्ट टु लर्न दिस स्टेप बाई स्टेप। सी यु इन द नेक्स्ट भिडियो।